सिराहाको माटोमा आज पनि एउटा पवित्र आस्था धड्किरहेको छ, जहाँ हरेक घर, हरेक मन माता डिहवार्नीको नामले उज्यालिन्छ। यो कुनै साधारण पूजा होइन, यो त पुर्खादेखि पुस्तासम्म बग्दै आएको विश्वास हो। दुःखमा सहारा, सुखमा कृतज्ञता। समय बदलिँदै गयो, जीवनको दौड तीव्र बन्यो, तर भक्तहरूको मनमा माता डिहवार्नी प्रतिको श्रद्धा कहिल्यै कम भएन। अब एक महत्त्वपूर्ण निर्णय गरिएको छ। अबदेखि माता डिहवार्नीको पूजा वर्षमा एक पटक मात्र विशेष विधि र श्रद्धाका साथ आयोजना गरिनेछ। यसै क्रममा सिराहा जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर 9 बैशाखामा माता डिहवार्नीको पावन पूजा मिति 2082 साल 12 महिना 1 गतेदेखि शुभारम्भ हुँदैछ। यो पूजा केवल कर्मकाण्ड मात्र होइन, यो त मनको शुद्धता, समाजको एकता र माताको कृपाको अनुभूति हो। त्यसैले सबै श्रद्धालु भक्तजनहरूलाई विनम्र अनुरोध, यस पावन अवसरमा पूजामा सहभागी भई माता डिहवार्नीको आशीर्वाद ग्रहण गर्नुहोस्। माताको कृपाले घर परिवारमा सुख, शान्ति र समृद्धि सदैव रहोस्।